guys, welcome back to my channel. It's Pemula. So अहिले चाहिँ के भन्छ अब हामी चाहिँ सिक्किम जानु आँटेको टासीदिङको लागि त्यहाँदेखिको गुम्बा त्यहाँदेखिको इट्स लाइक कति बजी अहिले भने कति 3 बज्दैछ भर्खर अन्त म चाहिँ भर्खर उठेको अन्त अब चाहिँ 3 बजिसक्यो त्यहाँदेखिको म आपा चाहिँ उठिसक्नु भएको रहेछ चिया बनाउँदैछ चिया कस्तो कालो चिया हो सो गाइस अब चाहिँ म फ्रेस भइहाल्छु अन्त रेडी हुन्छु त्यहाँदेखिको जानुपर्छ सिक्किम टासीदिङ गुम्बा यो बाई गाइस अहिले भेट्छु कस्तो ननिस्क्यो हो एस्थेटिक हुनु खोजेको त ब्रस गरिसकेँ गाइस हो अब चाहिँ कस्तो राति छ हो राति किन नहोस् 3 बजिरहेको छ हेर्नु ल म अलिकति देखाउँछु वा तल घरको लाइट मात्रै देख्दैछ सो 3 बजिरहेको छ नि त अन्त यहाँबाट चाहिँ टासीदिङ चाहिँ लाइक 5 आवर्सको बाटो हो होइन अन्त टासीदिङ चाहिँ यहाँबाट चाहिँ 5 आवर्सको बाटो हो नि त सो हामी चाहिँ छिटो गर्नुपर्छ हाम्रो चाहिँ अलिक टाढो पर्छ र अलिक छिटो गर्नुपर्छ माथि घुमबाट आकासँगहरू पनि हुनुहुन्छ होइन अन्त सो अब चाहिँ म अहिले ब्रस गरिसकेर अब मुख धुन्छु हो त्यहाँदेखिको आई सो गाइस माई आउटफिट आइ एम सो एक्साइटेड अहिले विन्टर नभएर होला कि त्यति साह्रो लाइक उयो नै छैन क्या जाडो नै छैन पहिला जस्तो पहिला त यसरी के भन्छ राति पहिला पनि यसरी राति उठ्दाखेरि चाहिँ विन्टरको टाइममा लाइक इट्स रियली कोल्ड हुन्छ नि अब यस्तो मुटु दुख्ने खालको चिसो हुन्थ्यो कि त्यहाँदेखिको अहिले चाहिँ त्यति साह्रो चिसो छैन रहेछ एज यु गाइस क्यान सी माई मम जस्ट केम इन आमा यता आउनु त म चाहिँ बाहिर छु बाई द वे रेडी पनि भइसक्यो हाम्रो आमा हेर्नुहोस् अब यहाँ सो आमा चाहिँ रेडी हुनु भइसक्यो अहिले मलाई फेरि कट्टा हान्छ ढिलो गऱ्यो भने म मुखसुख धोएर आउटफिट देखाउँछु गाइस माई आउटफिट क्रेजी गाइस सो गाइस मैले चाहिँ मुख पनि धोइसक्यो हो मुख मात्रै धुन्छु फेरि वास युज गर्दिनँ छड्दै हाल्छु लाग्यो Guys, this is my outfit. अम्बो मलाई चाहिँ टाउको चाहिँ यस्तो दुख्ने रहेछ कि मैले बुझेँ कि भित्रबाट तपाईँले के टी सर्टहरू लगाएको छ त्यतिकै लगाइदिन्छु है आउटफिट गाइस ये था एक घटिया सा ट्रांजेक्शन but I'm gonna leave it because hair is hearing. Guys, this is my outfit. This is called Khamba Bakku. Yeah, na Amda Bakku, Amdo. So guys, अब
फिट त देखिहाल्नु भयो होला अब तपाईँलाई म स्ट्रगल पनि देखाउँछु गाइस अब रेडी त भइसक्यो हो त्यहाँदेखिको अब म मेकअप चाहिँ गाडीमै गर्छु अन्त त्यसको अलग्गै भिडियो आउँछ गेट रेडी विथ मी भनेर एकछिन म ब्याग लिएर आउँदैछु ब्यागहरूमाथि के भन्छ गाडीमा हालिहाल्छ अहिले फेरि कटान्छ फेरि तपाईँले सो गाइस निमाजी चाहिँ आउनु भएको छैन रहेछ अन्त के भन्छ अब यो ब्याग चाहिँ म बोक्दिनँ तर यसमा मेरो केही सामानहरू छ जो म तपाईँलाई देखाउन चाहन्छु भन्दा फर्स्ट अफ अल दिस इज माई मेकअप बक्स होइन अन्त म चाहिँ अहिले भरे गाडीमा मेकअप गर्छु त्यहाँदेखिको के छ भने टोपी टाउ दुख्छ नि त चिसोले त्यहाँदेखिको दिस इज माई कर्सेट गाइस यो चाहिँ मैले भनेको यो पनि छ यो पनि बोकिरहेको छु किन बोकेको आई डोन्ट नो हो त्यहाँदेखिको टिस्यु पेपर यो चाहिँ मैले हिजो प्याक गरिसकेको थिएँ नि त ट्राइपोड ऐना पर्स लिपस्टिक बुटी वेट वाइप्स यो पनि बोकिराखौँ इनकेस हामीले बोक्नु पर्दैन गाडीले बोकिहाल्छ हामीलाई सो गाइस यति हो मेरो चाहिँ आज खुस्केको ओ शिट ओके म पहिला यो चाहिँ गाडीमा राखिकन आउँदैछु निमाजी आउनु भएको छैन रहेछ हो गुडको चिया रहेछ र त कालोहरू भएछ त सरी आपा मलाई टाउको दुख्छ आएन This is my cute zipper, guys. Kata ko yun? Ha? Bukan na. Kadino malah din yan. So guys, this is Bella Vita perfume. Chasma, very important. टाउको दुख्छ त्यस्तै मैले दबाई बोक्नु त बोकेछु तर लिप ग्लस चाहिँ लगाएँ क्यासाङ हेलो क्यासाङले कल गर्दैछ
हेलो आइफोन हुने परेको त आइफोन रहेछ ए अब हामी निस्किन आँटेको ऊ निमा त बुझेको पो रहेन रहेछ हौ तयारी हुन्थ्यो होला कुनी मलाई फोन गरेर नु आउँदै होला म चाहिँ यो गाडीमा हाल्नु गएको सबै गाइस हाम्रो यहाँ गाडी पनि रेडी भइसकेको छ हामी पनि रेडी भइसकेको छौँ निमाजी मात्रै आउनु बाँकी छ निमाजी यो ऊ गाडीहरू पुरा जाँदैछ उयोबाट हो त्यही हो हेर काकाबाट गइसक्यो हामी यहाँको यहीँ छौँ सो गाइस अब हामी चाहिँ हिँडिसक्यौँ होइन यहाँ मिस ढिलिनी अवार्ड गोज टु हाम्रो निमाजी हो सुती पठायो अरे बिचरा स्ट्यान्ड भन्नु जस्तो भयो त अन्त अब चाहिँ हामी हिँडिसक्यौँ अब माथि हामी आइपुगिसक्यौँ अब सिधै घुममा कासँगाजीहरूलाई भेटाएर भेटौँ होला गाइस हेलो गाइस र अहिले चाहिँ अब हामीले यहाँनिर कासँगाजीहरूलाई भेटिसकेको छ र अब हामी चाहिँ यहाँ युरेन पनि छ अरे खै हो युरेन त्यहाँदेखिको के भन्छ म चाहिँ यहाँ ब्याकसिटमा छु मलाई त्यहाँदेखिको अब चाहिँ हामी चाहिँ अहिले फिलहाल कहाँ पो यो एभार्ड ग्यालेरी है यो जग्गा एभार्ड ग्यालेरी मैले चाहिँ कपाल यस्तो गरिरहेको छु गाइस हेर्नु न कपाल त्यहाँदेखिको के भन्छ हामी चाहिँ यहाँ छौँ त्यहाँदेखि यहाँ मैले भिडियो बनाउनु कोसिस गर्दै थिएँ कि अन्त यहाँ यो गाडीले चाहिँ के गरेर लाइट पाल्यो भन्दै त्यहाँदेखिको जुटुनले हेरेको न मलाई नहेर्न जाऊ त अन्त अब चाहिँ हामी यहाँनिर जाममा फसिरहेको छौँ किनभने अहिले अब टाइगर हिलमा चाहिँ अन्त टाइगर हिलमा चाहिँ घाम हेर्ने चाहिँ फेरि लाग्नु थालिसक्यो अरे टुरिस्टहरू त्यहाँदेखिको अहिले यहाँ टुरिस्टहरू जाँदैछ पुरा अनि त्यही कारण जाम भइरहेको छ नि त हामी जाममा बसिरहेको छौँ के को स्क्रिप्ट हो नोट स्क्रिप्ट भइरहेको छैन यो कुरा टाइमिङमा मिस्टेक भयो भने यस्तो हुन्छ ए निमा टाइमिङमा मिस्टेक भयो भने यस्तो हुन्छ This is all because of Nimaji. हाम्रो ढिलिनी नाक आयो नाकको टोड्का देखियो यत्रो एलियन जस्तो देख्छ त एलियनको त्यो आँखा हुन्छ नि त्यस्तै त्यहाँदेखिको अब चाहिँ हामी यहाँ जाममा फसिरहेको छौँ जाम गाइस जाम अब अहिले भेटौँ होला होइन अहिले भेटौँ अल्छी लाग्यो सम सिनेरिजहरू अहिले म देखाउँछु तपाईँहरूलाई होइन अब यस्तो हल्का काका उयसको मैले भिडियो गर्नु सक्यो भने चाहिँ अहिलेको लागि चाहिँ यति हो अहिले भेटौँ गाइस बाई बाई गाइस अहिले हामी चाहिँ आइपुगेको छौँ कहाँ हो यो एकछिन फुल बजार समथिङ के थियो मैले गुगल म्यापमा हेर्दाखेरि अन्त पुरा गनायो गाडी रेस्ट लिइरहेको छ त्यहाँदेखि यहाँ छ मान्छेहरू हाउडेको सिग्मा हुनु खोजी बस्छ कस्तो हेर कस्तो दामी नि हौ यहाँ चाहिँ अब बाटो चुट्टेको रहेछ र हामी युटर्न भयौँ बाटो यहाँ त यस्तो भएको रहेछ हो गाइस बाटै छैन रहेछ अब फेरि फर्किनु पर्यो गाइस अब हामी चाहिँ यहाँनिर उयसमा आइपुगिसक्यौँ के अरे बोर्डर जस्तो टाइपकै हो नि है यो अब हामी वीआर के भन्छ अब यहाँनिर सिक्किम पस्नु आँटेको छौँ अब हामी पस्यो
वाउ यस्तो रहेछ बाटो चाहिँ ल यस्तो रहेछ बाटो चाहिँ बी आया ओन्ली वान भेकल एट अ टाइम हेलो गाइस अब हामी चाहिँ अर्को फाल्टो गाडीमा चढ्यौँ होइन हाम्रो गाडीको त्यो गियरबक्स के बिग्रेर चाहिँ अन्त अहिले हामीले अर्को गाडी गरेर आपा चाहिँ परै बस्नुभयो त्यहाँदेखि अहिले हामी चाहिँ जाँदैछौँ अहिले गाइस भेटौँ अब माथि टासिडिङमै डाइरेक्ट मैले मेकअप पनि गरिसकेँ बाइ द वे केटी म अलग्गै हाल्छु बाई बाई गाडी पछाडि पनि यति हामी हरेसलाग्दो भएर बसिरहेको छौँ जाम गाइस जाम मेकअप नगर्दै ठिकै थिएछ नि मेकअप बुच्चाम गरेको चम्किँदै गेट रेडी बित्ने भन्दै र अहिले चाहिँ अब हामी टासिडिङपट्टि जाँदैछौँ होइन बाटो यस्तो रहेछ ओ वाउ केक जस्तो छ त पछाडि पनि गाडी आउँदैछ गाइस पछाडि पनि गाडी आउँदैछ हो अगाडि पनि छ गाडी जाममा बसिरहेको थियो अहिलेसम्म चाहिँ अब खै टासिडिङ पुगेकै छैन अल्छी लागिसक्यो होइन हौ सिक्किममा आएको थिएँ होइन हामी घुम्नको लागि भन्दाखेरि पनि गुम्बामा दर्शनको लागि आएको है तर बाटो चाहिँ अब यस्तो राम्रो छ भन्ने सम्झेको त जङ्गलमा त्यो मिर्गा जस्तै उफ्रिनु पर्ने बाटो रहेछ त्यो भएर साह्रै दुःख लाग्यो सिक्किम भन्दाखेरि एकदमै दामी बाटो एकदम स्विजरल्यान्ड छ भन्ने सम्झेको थिएँ स्विजरल्यान्ड त होइन अलिक उयो रहेछ स्विजरल्यान्ड भन्नुभएको म त के भन्दैछ भन्छ नि यहाँ कन्टिन्यू प्लिज बाटो चाहिँ अलिक बनाउनु पर्ने रहेछ हेर्नु पर्ने रहेछ हेरिदिनुहोस् होला सिक्किम सरकारले यहाँ बाटोलाई प्लिज अलिकति टासिडिङ गुम्बा जाने यसो हामीलाई है हामी बुद्धिस्टहरूलाई अलिक तकलिफ भएको जस्तो लाग्यो बाटो पनि देखाइदियो बहिनी सर तपाईँलाई धेरै नमस्ते छ तर तपाईँहरूको यो सिक्किमको बाटो चाहिँ एकदमै नरमाइलो रहेछ नमिठो है बाटोमा धेरै गाह्रो जाम हुने उफ्रिनु पर्ने भाटाङ्ग हाम्रो त गाडीको गियर बक्स नै उड्यो गयो त्यही कारणले अर्को गाडी लगेर जानु पर्यो हो त्यो भएर चाहिँ आज मैले यो मेसेज छोड्दैछु हजुरहरूलाई भयो हुन्छ धन्यवाद गाइस अघिको त्यो खच्चरबाट निस्केर चाहिँ हामी अब नर्मल रोडमा चाहिँ आइसक्यो होला हौ म त सुतिबाट आएछु मेरो त खुट्टामा त बलुवा पो टालिरहेको छ के हो दिन चाहिँ दामी भइरहेको छ होस् दिन चाहिँ दामी भइरहेको छ ए आइपुगेको हामी आइपुगेको बल्ल 5 घन्टाको बाटो भनेको कति लाग्यो है अम्बो कति बज्यो 4 5 6 7 8 9 10 11 5 6 7 8 घन्टा लाग्यो 8 घन्टा यहाँ आइपुग्नु किनभने 4 बजी हिँडेको नि त हामी घरबाट 8 घन्टा लाग्यो गाइस अब आइपुग्यौँ हामी हो फिलहाल आउनु चाहिँ अघिको मान्छेहरू पनि छ त नि माथि पार्किङ गर्नु हो देख्यौ र गाइस अहिले फाइनली हामी चाहिँ झरिसकेको छौँ होइन गरे त बिजी भन्छ यसो भन्छु त्यहाँदेखिको अब कहीँ कता झारिदिएको गाडी
चाहिँ माथिसम्म खास जानुपर्ने रहेछ हामीलाई तलै झार्यो ढिलो भएर अब चाहिँ खै गाडी पर्खिरहेको छ फेरि बोलाइरहेको छ के हो खै आज सो गाइस अब हामी चाहिँ फाइनली यस्तो कष्ट गरेर आइपुगिसक्यौँ ल अहिले चाहिँ अब हामी आइपुगिसक्यौँ अब चाहिँ माथि जाँदैछ यस्तो माथि हिँड्नुपर्दो रहेछ WhatsApp-मा होमी आइपुग्यौँ गाइस अब चाहिँ फाइनली गाइस वी आर फाइनली एट गुम्बा हामी फाइनली गुम्बा आइपुगिसक्यौँ अब लाइन लाग्नुपर्छ लाइन यहाँनिर यत्रोबाट आया गाइस यहाँ चाहिँ पुरा गर्मी छ हो माग्ने जस्तो भइरहेको रहेछ सबैजना त्यही हो डेङ्गु मुला ला साँच्ची नै हो तपाईँ त कस्तो फोटोमा क्यामेरामा कस्तो देखेको फोटोजेनिक छैन छ तपाईँ र हामी चाहिँ यहाँ लाइनमा उभिरहेको छौँ पुरा गर्मी छ अनि त्यहाँदेखि बल्ल बल्ल छायामा आयौँ भन्छ नि अब चाहिँ हामी यहाँ गुम्बाको भित्र चाहिँ अब पस्न आँटेको छौँ यो रुल्स चाहिँ हाम्रोतिर पनि लागु हुनुपर्ने हो यसरी क्या अलग अलग केटा र केटीको अलग्गै त्यहाँदेखिको त्यहाँ गएर चाहिँ फेरि एउटा लाइन हुने त्यस्तो टाइपको क्या राम्रो हुँदो रहेछ भित्र चाहिँ देखाउनु पाउँदिनँ होला वाङ थाप्नुपर्छ गाइस अहिले बाहिर भेटौँ र गाइस अब हामी फाइनली अब के भन्छ वाङ पनि थापिसक्यो वाङ भन्दाखेरि पनि त्यो जस्तो यहाँ चाहिँ 1 वर्षमा चाहिँ यस्तो उयसमा चाहिँ 1 वर्ष टक्कमा चाहिँ भरिन्छ अरे अन्त त्यही थाप्नु चाहिँ हामी त्यत्रो त्यहाँबाट यहाँ आएको थियौँ अनि त्यहाँदेखिको त्यो पनि थापिसक्यौँ अब हामीले हो पानीहरू त्यो थापिसक्यो त्यहाँदेखिको अब चाहिँ के गर्छ हेर्नुपर्छ खान्द्रो अभी खण्डको उयो छाप पाइतला हेरौँ खै खुट्टाको छ यो चाहिँ खान्द्रोको खुट्टाको छाप अरे खोइ छाप चाहिँ यही हो खुट्टा चाहिँ आमा आमा यहाँ चाहिँ के हुँदो रहेछ के हो चाहिँ हुन्छ भनेको ला आनौँ न यो चाहिँ फुटप्रिन्ट किसको के हो तर यो चाहिँ फुटप्रिन्ट अफ एनिमल रहेछ यहाँनिर चाहिँ पर्छ ग्याप मारे ढोक्दिउँ हौ लु के किसको हो है अच्छा यहाँ चाहिँ नङहरू जलाउने अरे उयानिर चाहिँ उयो ढाड उयो गर्ने हो रगडिने हो रहेछ नि के हो त्यो चाहिँ मोम रगडिम आसेको पनि ढाड दुख्छ मेरो पनि ढाड दुख्छ त्यहाँ बसिराख्नु भएको छ हो हामी चाहिँ माथि आएर अन्त यहाँ चाहिँ सुङमा डाल्ने अरे अन्त यहाँको चाहिँ लामा मेमी हुनुहुन्न रहेछ अन्त हामी पर्खिरहेको छौँ अल्छिराख्दो बेला
सो गाइस अब हामी चाहिँ वाङहरू पनि डल्लै थापिसक्यो त्यहाँनिर भित्र सुनमा पनि चढाइसक्यौँ अन्त अब हामी घर फर्किँदैछौँ अहिले फेरि पानी पर्दैछ पानी पर्यो गाइस अब यसरी के भन्छ वाङहरू थापेपछि पानी पर्यो भने चाहिँ त्यो चाहिँ पाएको भनेर त्यस्तो टाइपको के भन्छ जस्तो लाग्यो मलाई चाहिँ आई डोन्ट नो अन्त अब हामी चाहिँ खाजा खानु जान आँटेको भोक लागेर हो बिहानदेखिको केही खाएको छैन लाइक लिटरली केही खाएको छैन खायो त है फ्रुट्स खायो हामीले फ्रुट्स त्यति खाएको थियो त्यहाँदेखिको केही खाएको पनि छैन हो अब चाहिँ खानुपर्छ यहाँनिर के रहेछ होटल रहेछ हेरौँ के पाउँछ अहिले यहाँनिर खानाहरू चाहिँ आइसकेको छ गाइस सब्जी मोमो सब्जी मोमो पनि सब्जी भात अब हामीले खाना पनि खाइसक्यो त्यहाँदेखि अब अहिले चिया खाँदैछौँ म र युरेनी मात्रै खाँदैछु अरूहरू चाहिँ अतालिन्छ तातो पिण्डहरू खाएको जस्तो गयो वुमेन मेन Blogger spotted. Wow. अब हामी चाहिँ चिया खाएर म र युरेनी मात्रै खायौँ होइन उनीहरू त अब तातो पिण्डले खाएको जस्तो कुद्दै गयो नि त्यहाँदेखिको म र युरेनी मात्रै खायो हो चिया पनि मिठो थियो त्यहाँदेखिको अब चाहिँ फर्किनु मिठो थियो चिया अब चाहिँ अब फर्किँदैछौँ हामी अब चाहिँ फर्केको होइन आमा फर्केको है अब फर्केको गाइस बाइ बाइ दर्शन राम्रो भयो अब चाहिँ गोको घर फर्केको होइन सो द्याट्स इट फर द भिडियो द्याट्स इट फर द अब आजको लागि बाइ बाइ गाइस सायोनारा बाइ बाइ Oh, so sorry. Like, share, and subscribe to my channel, guys. If you have already subscribed, thank you so much. Please subscribe to my channel. Bye bye.